नमस्कार, ब्राइट स्टार हाइटेक एजुकेसनको कम्प्युटर क्लासमा यहाँहरूलाई स्वागत छ। आज हामी क्युआर कोड कसरी जेनेरेट गर्ने त्यसको बारेमा विस्तृत रूपमा जानकारी लिनेछौँ। फर्स्टमा ब्राउजर ओपन गर्नुहोस्, गुगल क्रोम ओपन भइसकेपछि एड्रेस बारमा me-qr.com टाइप गर्नुहोस्, इन्टर गर्नुहोस्। यो पेज खुल्छ। भ्यू मोर ट्याब्समा क्लिक गर्नुहोस्, हजुरको यो सबै अल टाइप्स अफ क्युआर कोड भन्नाले यहाँ जति पनि देखिएको छ यिनीहरू सबैबाट क्युआर कोड जेनेरेट गर्न सक्नुहुन्छ। जस्तै युआरएलबाट गर्न सक्नुभयो, पिडिएफको, इमेजको, अनि यो एपहरूको, टेक्स्टको, वाट्सएप, युट्युब, इन्स्टा, फेसबुक, ट्विटर, भिकार, इमेल, म्याप, वाइफाईको, अडियोको, बुकिङ, कल, फोन, पिपिटिएक्स सबै यो जति पनि देखिएको छ यिनीहरू सबै यो लिङ्क्सहरू यिनीहरूबाट क्युआर कोड जेनेरेट गर्न सक्नुहुन्छ। युआरएल अथवा लिङ्कको क्युआर कोड कसरी बनाउने? फर्स्टमा युआरएल अथवा लिङ्कमा क्लिक गर्ने, पुट योर लिङ्क हियर भनेको छ। यसमा कुनै पनि लिङ्कहरू, वेबसाइटहरू जे छ त्यो टाइप गर्ने, www.google.com, इक्जाम्पलको लागि google.com टाइप गरेँ। अब यसको नाम लेख्नुहोस्, के को हो यो वेबसाइट, गुगलको। अब कस्टमाइज एन्ड डाउनलोड क्युआरमा क्लिक गर्नुहोस्। अब हजुरले यहाँ देख्नुहुन्छ क्युआर जेनेरेट भइसकेको छ। यतिकै पनि डाउनलोड क्युआर कोडमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ, अथवा यहाँ भएको कुनै पनि टेम्प्लेटमा क्लिक गरेर यस्तो डिजाइनहरू आउँछ त्यो लिन सक्नुहुन्छ हजुरले। यो मध्ये स्क्यान मीमा मैले क्लिक गरेँ, स्क्यान मी भयो। अब फ्रेमहरू देख्न सक्नुहुन्छ हजुरले, यो कुनै पनि फ्रेम हजुरले लिन सक्नुहुन्छ। मैले यो लिएँ स्क्यान मी, अथवा हजुरले यो लिन पनि सक्नुभयो स्क्यान मी, यो ठिक छ। यसपछि हजुरको यो स्क्यान मी लेखेको टेक्स्टलाई चेन्ज गर्न सक्नुहुन्छ। यहाँ एडिसनल टेक्स्ट भनेको छ, यसलाई मैले गुगल लेखेँ, गुगल है। अब यो फन्टहरू छ, जुन फन्टमा हजुरले जुनमा पनि हजुरले गर्न सक्नुहुन्छ। यो देखिएको फन्टहरू गुगल हो। अब फन्ट साइज अटो छ, कलर टेक्स्ट कलर हो के अरे। अब टेक्स्ट कलर हजुरले यसरी चेन्ज गर्न सक्नुहुन्छ। त्यस्तै तल स्क्रल गर्दै जानुहोस्, हजुरले यहाँ लोगो देख्नु भएको छ। अब यहाँ मध्ये कुनै पनि लोगो लिन सक्नुभयो। भ्यू मोरमा जानुहोस्, यहाँ देख्न सक्नुहुन्छ गुगलको कहाँ छ हेर्नुहोस्, यहाँ यो गुगल, यसमा क्लिक गर्नुहोस्, अप्लाई गर्नुहोस्, गुगल भयो। अब डाउनलोड क्युआर कोडमा क्लिक गर्नुहोस्, हजुरको क्युआर कोड डाउनलोड भयो, हेर्न सक्नुहुन्छ क्लिक गरेर। यो डाउनलोड भयो, यसलाई सेयर गर्न सक्नुहुन्छ। अब यसलाई स्क्यान गर्नुभयो भने हजुरको गुगल.comको वेबसाइट खुल्नेछ। यसलाई क्लोज गरौँ। यसै गरी यसलाई ब्याक गर्नुहोस्। कुनै पनि टेक्स्टहरूलाई क्युआरमा कन्भर्ट गर्ने तरिका हेर्दैछौँ। टेक्स्टहरूलाई कन्भर्ट गर्नको लागि टेक्स्टमा क्लिक गर्नुहोस्। टेक्स्टमा क्लिक गरिसकेपछि यसमा टाइप गर्नुहोस् टेक्स्ट, जस्तै यो मैले पेस्ट गरेँ। अब हजुरले यो टाइप गरेको टेक्स्टलाई बोल्ड, इटालिक, अन्डरलाइन गर्न सक्नुहुन्छ। यहाँ हेर्नुभएको छ, यसरी गर्न सक्नुहुन्छ, कलर चेन्ज गर्न सक्नुहुन्छ। अब यो लेखिसकेपछि हजुरले यसमा लेटरहरू, कविता, कथा जे पनि लेख्न सक्नुहुन्छ। लेखिसकेपछि अब कतिवटा लेख्न सकिन्छ, कति अक्षर लेख्न सकिन्छ भन्दा 805 वटा छ, टोटल 1,00,000 अक्षरहरू लेख्न सक्नुहुन्छ हजुरले। भनेपछि जति लामो पनि सकियो। अब यसमा क्युआरको नाम टाइप गर्नुहोस्। टाइप गरिसकेपछि यो कन्टेन्ट के हो, मैले एजुकेसन राखेँ। कस्टमाइज एन्ड डाउनलोड क्युआरमा क्लिक गरिसकेपछि यस्तो आउँछ। अब हजुरले फ्रेमहरू जुनसुकै लिन सक्नुहुन्छ। मैले यो लिएँ मेलको। अब हजुरले यहाँ एडिसनल टेक्स्टहरू पनि राख्न सक्नुहुन्छ। टेक्स्टहरू भयो, यो कलर चेन्ज गर्न सक्नुहुन्छ हजुरले। कुनै पनि दिएको फन्टमध्ये जुनसुकै फन्ट राख्न सक्नुहुन्छ। अब हजुरले यहाँ दिएको मध्ये कुनै पनि लोगो राख्न सक्नुहुन्छ बिचमा। युट्युब आयो, अरू पनि छ, यहाँ हेर्न सक्नुहुन्छ। यो राखेँ है त, यो ब्राइट स्टार। ल, यति भइसकेपछि अब हजुरले यसलाई डाउनलोड गर्नुहोस्, डाउनलोड क्युआर कोड। यो डाउनलोड भयो। अब यसलाई हेर्न सक्नुहुन्छ हजुरले। यो क्युआर कोड जेनेरेट भइसकेको छ र यो कसैलाई पनि पठाउन सक्नुहुन्छ। अब यसलाई स्क्यान गरेर हेर्नुहोस्, त्यो क्युआर कोड आउनेछ।
यसरी हामीले 1,00,000 सम्मका अक्षरहरूलाई क्युआर कोडमा कन्भर्ट गरेर क्युआर कोडको माध्यमबाट कसैलाई पनि पठाउन सक्छौँ। चाहे त्यो इम्पोर्टेन्ट गोप्य सूचनाहरू, कार्यालयका चिठीहरू वा कुनै लभ लेटर नै किन नहोस् होइन, यसरी हामीले पठाउन सक्छौँ। क्युआर कोड त जेनेरेट गऱ्यौँ, एकचोटि चेक गरी पनि हेरौँ न त है त। न्यू ट्याब ओपन गरौँ। यो हेर्न सक्नुहुन्छ गुगल लेन्स, यसमा क्लिक गर्नुहोस्। अब अपलोड फाइलमा क्लिक गर्नुहोस्। यसमा डाउनलोड भएर बसेको छ, यो हो होइन, बिएचई पोएम। यसलाई ओपन गर्नुहोस्। ओपन भइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ क्युआर जेनेरेट भएको, यो वेबसाइटमा क्लिक गर्नुहोस्। यसरी हजुरले लेखेको सबै टेक्स्टहरू देखिएको छ। त्यसै गरी अब ब्याक जाऊँ हामी। अब हामी जाँदैछौँ कन्ट्याक्ट नम्बर क्रिएट गर्नको लागि। कन्ट्याक्ट नम्बर हजुरले हेर्न सक्नुहुन्छ फोन कल्स भनेर। फोन कलमा क्लिक गर्नुहोस्। यसमा नेपाल एन टाइप गर्नुहोस्, नेपाल आउँछ। अनि यसमा नम्बर टाइप गर्नुहोस्। नम्बर लेन्थ मिनिमम 8 क्यारेक्टर भनेको छ है। नम्बर टाइप गरौँ। क्युआर कोड के हुन्छ, कसको हो यो नम्बर, त्यो लेख्नुहोस्। यो नम्बर टाइप भइसकेपछि यसै कस्टमाइज एन्ड डाउनलोड क्युआरमा क्लिक गर्नुहोस्। हजुरको स्क्यानमै गरौँ है। यो जेनेरेट भइसकेको छ, यो भयो। अब यहाँ जेनेरेट भइसकेको छ। यहाँ लेख्न सक्नुहुन्छ स्क्रल गरेर एडिसनलमा स्क्यानमीको ठाउँमा बिएचई कन्ट्याक्ट है। अब यसलाई डाउनलोड गर्न सक्नुहुन्छ, अथवा यहाँ बिएचईको लोगो राख्न पनि सक्नुहुन्छ। लोगो राख्नको लागि तरिका स्क्रल गर्नुहोस्, तल जानुहोस्, हजुरको यहाँ लोगो छ, भ्यू मोरमा जानु, अपलोड इमेज छ, अपलोड इमेजमा क्लिक गर्नुहोस्। लगइन विथ गुगल, यसलाई लगइन गर्नुपर्ने हुन्छ। अब ब्राइट स्टार हाइटेक एजुकेसन लगइन गरेँ, कन्टिन्यू। अब लगइन गरिसक्नु भएपछि हजुरको यहाँ हेर्न सक्नुहुन्छ लगइन भइसकेको छ है। लगइन भइसकेको छ। लगइन भइसकेपछि फेरि सुरुबाट आएको छ। अब फोन कल्स क्लिक गर्नुहोस्, सुरुबाट फेरि त्यही स्टेप गर्नुहोस्। क्युआर कोडमा बिचमा लोगो ल्याउनको लागि यो क्युआर कोड भयो। यसमा लोगो ल्याउनको लागि अपलोड इमेजमा क्लिक गर्नुहोस्। अपलोड गर्ने इमेज 2 MB भन्दा तलको हुनुपर्छ, जुन जेपिजी र पिएनजी दुइटै फर्मेटमा सपोर्ट गर्छ है। अपलोड इमेजमा क्लिक गर्नुहोस्। अपलोड इमेजमा क्लिक गरिसकेपछि लोगो चुज गर्नुहोस्। लोगो चुज गरिसकेपछि हजुरको यहाँ लोगो आइसकेको छ, यसमा क्लिक गर्नु, अथवा आफै आउँछ। नआएमा यहाँ हेर्नु होला, माथि इमेज आइसकेको हुन्छ, यसमा क्लिक गऱ्यो भने बिचमा आयो। सेन्टरमा भइसकेपछि अब लोगोको साइज सानो ठुलो यसरी गर्न सक्नुहुन्छ। ब्याकग्राउन्ड, लोगोको ब्याकग्राउन्ड हुन्छ जसलाई देखाउन अथवा हाइड गर्न सक्नुहुन्छ। अब यति भइसकेपछि डाउनलोड क्युआर कोडमा क्लिक गर्नुहोस्। क्लिक भयो। अब हजुरको यहाँ डाउनलोड भइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ लोगो देखिएको छ। हजुरको यो क्युआर कोडलाई स्क्यान गर्नुभयो भने कन्ट्याक्ट नम्बर देखिनेछ। यसरी हजुरले कुनै पनि अर्गनाइजेसनको क्युआर कोडहरू बनाउन सक्नुहुन्छ। यसै गरी यहाँ भएका सबै टुल्सहरूको हजुरले क्युआर बनाउन सक्नुहुन्छ। भ्यू मोर टाइप्समा क्लिक गर्नु, अझै देखिन्छ। यी सबैको हजुरले क्युआर बनाउन सक्नुहुन्छ। आजको भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, केही प्रतिक्रिया भएमा कमेन्ट, र आउने दिनमा नयाँ भिडियो हेर्नको लागि सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।